जय मसीह सबैजनालाई येशू ख्रीष्टको नाउँमा म सागर तमाङ म पवित्र आत्माको विषयमा तपाईहरुको बीचमा छोटो वचन लिएर आएको छु। कृपया अन्तिमसम्म सुन्नुहोस् र आशिषमय हुनुहोस्। यहाँनिर परमेश्वरको वचन म तपाईहरुको बीचमा पढ्न गइरहेको छु। सामरिया मण्डलीको भएको यो परमेश्वरको शक्तिशाली अनि आश्चर्य कामको विषयमा म तपाईहरुको बीचमा बोल्न गइरहेको छु। प्रेतको पुस्तक 8को 18 मा यसरी लेखेको छ, अब प्रेतहरूले हात राख्दा पवित्र आत्मा पाउँदो रहेछ भन्ने देखेर सिमोनले सो भन्दै तिनीहरूलाई रुपियाँ दिन लागे भनेको छ है। अब यूहन्ना र पत्रुसले हात राख्दाखेरि, प्रेतहरूले हात राख्दाखेरि हैन, पवित्र आत्मा पाउँदो रहेछ, बिरामीहरू छुटकारा हुँदो रहेछ, स्वतन्त्र हुँदो रहेछ, आश्चर्य कामहरू हुँदो रहेछ भनेर देखेर सिमोनले चाहिँ रुपियाँ दिन लागे भनेको छ त्यहाँनिर। अथवा परमेश्वरको आत्मालाई किन्न लागेको अनि परमेश्वरको अभिषेकलाई किन्न लागेको, परमेश्वरको शक्तिलाई किन्न लागेको हामीले पाउँदछौँ। प्रिय हो, आज परमेश्वरको पवित्र आत्मालाई किनेर किन्न पाउँदैन। परमेश्वरको आत्मालाई कसैले पनि किनेर पाउने होइन र यो किनबेच हुने कुरा होइन है। त्यहाँनिर पत्रुस र यूहन्नाले त्यहाँनिर हातहरू राखे। त्यहाँनिर त्यतिखेरको समयमा हामीले अझ योभन्दा अगाडि माथितिर हैन, तपाईहरु मैले 16 देखि पढ्दै जानुभयो भने राम्रोसँग पाउँदछौँ कि त्यहाँ सामरियाको मण्डली चाहिँ पवित्र आत्मा भनेको त थाहै छैन भनेर लेखेको छ। र अर्को कुरा, उनीहरूले यूहन्नाले दिएको बप्तिस्माको विषयमा यीशुको नाममा मात्रै बप्तिस्मा भएको थियो, तर पवित्र आत्माको बप्तिस्मा भएको थिएन। अनि त्यहाँनिर चाहिँ पवित्र आत्माको विषयमा चाहिँ उनीहरूले विश्वास गरेनन् भन्ने थाहा पाएर यूहन्ना र पत्रुस त्यो ठाउँमा सामरिया मण्डलीमा गएर चाहिँ उनीहरूले पवित्र आत्मा पाउन् भनेर प्रार्थना, उनीहरू हरेकमाथि हात राखेर प्रार्थना गरे अनि पवित्र आत्मा पाए भनेको छ। प्रिय हो, प्रिय, आज तपाईँ र मेरो जीवनमा पवित्र आत्माले भरिनु आवश्यकता छ है। तपाईँ र म पवित्र आत्माले भरिनु आवश्यकता छ, तर परमेश्वरको अभिषेक, परमेश्वरको शक्ति, परमेश्वरको सामर्थ्य किनबेच हुने, व्यवहार हुने कुरा होइन। तर पवित्र आत्माले भरिनको लागि विश्वास हुनुपर्छ, प्रार्थना हुनुपर्छ, आराधना हुनुपर्छ। प्रिय हो, अनि पवित्र आत्माले तपाईँ र मलाई भर्नु हुनेछ है। अनि यो अचम्मको कामहरू हुँदो रहेछ, बिरामीहरू छुटकारा, स्वतन्त्र हुँदो रहेछ भनेर सिमोनले देखेर चाहिँ त्यहाँनिर पत्रुस चाहिँ र यूहन्नालाई चाहिँ पैसामा किन्न लागेको हामी पाउँदछौँ। तर 19 पदमा हेरौँ, मलाई पनि शक्ति दिनुहोस् र मैले जो सुकैमाथि हात राखिदिएपछि त्यसले पवित्र आत्मा पाओस्। 19 मा यसरी लेखेको छ। अब 20 मा, तर पत्रुसले भने 13 रुपियाँ तोसँग नष्ट होस्, किनकि परमेश्वरको वरदान रुपियाँले किन्न सकिन्छ भने तैँले विचार गरिस् भनेको छ है। पत्रुसले हप्काएको छ यहाँनिर, 13 रुपियाँ तोसँग नष्ट होस्, किनभने तैँले परमेश्वरको वरदानलाई किन्नलाई विचार गरिस् भनेको छ। प्रिय हो, परमेश्वरको वरदान, परमेश्वरले दिनुभएको वरदान, परमेश्वरले दिनुभएको अभिषेक चाहिँ किनबेचमा हुँदैन। प्रिय हो है। आज प्रिय मण्डली, प्रत्येक विश्वासीलाई पवित्र आत्माले भरिनु आवश्यकता छ। जब पवित्र आत्माले तपाईँ र मलाई भरिन्छ, जब रित्तो भाँडोलाई भरिन्छ, अनि प्रिय त्यो विश्वासीको सेवकाई शक्तिशाली, आश्चर्य अनि आशिषमय हुनेछ। जब विश्वासको जीवनमा पवित्र आत्माले डोराएको हुन्छ, जब विश्वासको जीवनमा पवित्र आत्माले भरेको हुन्छ नि, त्यो व्यक्ति चाहिँ प्रिय हो, त्यसले पाप गरिरहँदैन, त्यो चाहिँ सही मार्गमा जिउनेछ, सही मार्गमा हिँड्नेछ। पवित्र आत्माले भन्नुहुन्छ तिमीहरूलाई सही मार्गमा
हिँड्नेछ। यहाँ प्रेतहरूलाई चाहिँ प्रिय हो पवित्र आत्माले पेन्टिकसको दिनमा प्रेत 2 अध्यायदेखि तपाईँ र मैले 5 अध्यायसम्म पढ्नुभयो भने पाउँछौँ। त्यहाँनिर प्रेतहरूलाई पवित्र आत्माले भरेको हामीले पाउँदछौँ। अनि जब उनीहरू भरिए, पहिला आफू भरिए नि अरूको निम्ति पवित्र आत्माले भरोस् भनेर उनीहरूले प्रार्थना गरे। प्रत्येकलाई पवित्र आत्माले भरिए प्रिय हो। आफू के हुनुपर्ने रहेछ? भर्नुपर्ने रहेछ अनि पोखिने है। आफू पहिला भरिनु आवश्यक छ पवित्र आत्माले। अनि जब अन्त ठाउँमा अन्त मण्डलीमा गएर त्यो के अरे मण्डलीको लागि चाहिँ पत्रुस र यौनाले चाहिँ पवित्र आत्मा पाओस् भनेर फायरको प्रार्थना गर्न थाले। त्यहाँनिर पवित्र आत्माको पाओस् भनेर तिनीहरूले प्रार्थना गरेपछि त्यहाँ सामरिया मण्डली परिवारले प्रत्येकले पवित्र आत्मा पाए भनेको छ प्रिय। विश्वास हुनु आवश्यक छ। पवित्र आत्माले भरिनु विश्वास, प्रार्थना, आराधना अनि वरदान पाउनको लागि विश्वास हुनुपर्छ प्रिय हो। आजको दिनमा आज तपाईलाई परमेश्वरले आशीर्वाद दिए। हालेलुया। प्रत्येकलाई आजको दिनमा परमेश्वरले भरिन चाहनु भएको छ। आउनुहोस् हामी प्रार्थना गरौँ छोटो। परमेश्वर प्रत्येकलाई पवित्र आत्माले भर्नुहोस्, प्रत्येकलाई पवित्र आत्माले डोराउनुहोस्। प्रत्येकलाई आजको दिनमा यो प्रार्थनामा बस्दै परमेश्वरको अभिषेक, परमेश्वरको सामर्थ्य, परमेश्वरको अभिषेकले भर्नुहोस्। म बिन्ती सुनाउँछु रित्तो भाँडोहरूलाई भर्नुहोस् परमेश्वर। म प्रार्थना गर्दछु प्रत्येकलाई यो प्रार्थना सुन्दै आशिष दिनुहोस्। आमेन। प्रिय हो, परमेश्वरको अभिषेक, परमेश्वरको वरदान अनि परमेश्वरको वचन चाहिँ किनबेचमा हुने कुरा, व्यवहारमा हुने कुरा होइन। हामीले सित्तैमा पाएको सित्तैमा अरूलाई दिनुहोस्, सित्तैमा अरूलाई प्रार्थना गर्नुहोस्, सित्तैमा अरूलाई विश्वासको साथ प्रार्थना गर्नु आवश्यक छ। गड ब्लेस यु सबैजनालाई। जय मसीह।